तँलाई मैले धेरै माया गर्थेँ छोरी, आइज, अरूले नस्वीकार पनि तँलाई मैले स्वीकार्छु, केही हुन्न आजभोलिको जमानामा, आइज भन्नुभएको थियो। तर त्यो भोलि म धेरै खुसी थिएँ, त्यो खुसी मेरो दुईबाले लुट्दियो क्या। 6-7 दिनपछि बाबाले सुसाइड गर्नुभयो भनेर चाहिँ मलाई खबर आयो। त्यति बेला भन्दा म छाँगाबाट खसे जस्तै भएको थिएँ क्या। बाबासँग चाहिँ माफी माग्न चाहन्छु। म छोरी भएर पनि एक चम्चा पानी खुवाउन पाइनँ, माग्न आउनु भएको छ, म के गरौँ भनेर त्यहाँलाई भने। म मर्छु पनि भने त्यहाँसँग, त्यहाँले चाहिँ नमर, बरु मरे पनि हामी सँगै मरौँला, हाम्रो माया चाहिँ स्वीकार्नु भएन तिम्रो घरपारुवाले, मरे पनि सँगै मरौँला भन्नुभयो। अनि बिहे हुन लगभग 1-2 दिन बाँकी थियो होला, त्यसलाई मैले त्यागेँ। त्यो बिहेलाई त्यागेर मेरो माया सफल पार्नको लागि फेरि म गएँ उहीँ काठमाडौँ गएँ, त्यहाँसँग भागेर। र एक्लै गएँ कि मायामा त्यस्तो डरहरू हुने रहेनछ कि। जुन व्यक्तिसँग तपाईँ बाँच्नै नसक्ने भएर आफ्नो परिवार त्यागेर आउनुभयो, हजुर, उहाँसँग छुट्टिँदा कस्तो भयो?